आज जोजोहरू निकै ह्यान्डसम देखिरहेको छ टमाटे म भन्दा नि हो त तपाईँले कस्तो तपाईँ त झन् पुरै टनै देखिरहेको हो नि आज हामी गोकर्ण घुम्न आएका छौँ कस्तो आइरहेको छ भिडियो आज गोकर्णको जङ्गलमा जाँदैछौँ गाइजहरू कस्तो देखिन्छ अब हामीलाई थाहा तपाईँ यहाँ कतिचोटि आउनुभयो अरे गोकर्णको जङ्गल म त धेरैचोटि आएन हाम्रो मेरो त गनेर साथै छैन नि हो र म त हुर्किँदै यहीँ यार गोकर्णमा खेल्दै हुर्किएन यति हिँड्दाखेरि नै थाकिसक्यो गोकर्णको उकालोमा यहाँबाट उकालो लागिरहेछ मलाई गलिसके ए उता पो देखिँदो उता पो देखिँदो रहेछ नि अझै यता भनेर चाहिँ यसो गरेको आए तपाईँलाई कस्तो फिल भइरहेको छ मलाई एकदम रमाइलो फिल भइरहेको हो यहाँ अब जङ्गल यस्तै छ सल्लाहको के अरे यो सल्लाहको रुख होइन त आमामा घनकार जङ्गल देखिँदो रहेछ यसरी त हेर्नु नै घाम पनि अस्ताउनु लागेको छ के रहेछ नि शनिबार त्यहाँ फुटबल खेल्छ कि भलिबल खेल्छ त्यहाँनिर हो पिकनिक स्पट पो हो त्यो ओइ फुटबल पनि खेलिरहेको छ क्या फुटबल खेलिरहेको तर यहाँ जङ्गल चाहिँ दामी देखिँदो रहेछ अरू भनेर यस्तै हो जङ्गल चाहिँ दामी देखिँदो रहेछ अब हामी चाहिँ अहिले दामी देखिरहेको छैन होला ल गोकर्णको पहिलो स्टेप सिडीको हुइली हान्नु पर्यो हुइली लु काम छ हुइली हानौँ त खै त अनि म भिडियो बनाइरहेको थिएँ तिमीले हान्दैनौ हो र ल तिमीले पनि सिक्नु पऱ्यो नि त हो गायककार पनि आएको छ क्या गएर गीत गाउनुपर्छ क्या हामी गरेर हो त आज के हो अनि त्यहाँ ह्यान्सी देखिरहेछ त खाजा खुवा त भोक लाग्यो ल अहिले पछि खुवाउन तपाईँलाई के खाने हो तपाईँ खाने चाहिँ के हो भन्नु न म त्यही खुवाउँछु आज यस्तो छ कि यहाँको जङ्गलको वातावरण एकदम राम्रो छ होइन गोकर्णको यहाँ म चाहिँ अब 5-6 चोटि भइसक्यो आइसकेको के छ कुद्दै ल माथि गएर चाहिँ अब नाच्नुपर्छ है त एकदम धमाकेदार कन्सर्ट हुँदैछ त्यो माथि लु दौडिहालौँ दौडिहालौँ ए मेरो खसी कहाँ दौडिनु नदौडिनु न हौ Watch you walk.
ल ल ल ल बब्ली हुँदै रहेछ है क्या हो आज ल तपाईँ गएर नाच्नु न त तपाईँ गएर नाच्नु न फाइदा भन्नुहुन्छ त महाराजी तपाईँ नाच्नु आउनु न यहाँ नाच्नु तपाईँ नाच्नु बसेको पुरै अरूको होइन आफू गएर इन्जोय गर्नु त पाइगयो रमाइलो गर्नु त पाइगयो नि नराम्रो भन्नु पाएन ल उता जाउँ न त माथि गएर जाउँ आउनु यहाँ पुरै नाचिरहेछ है नाच्नु न हौ तपाईँ दिदीहरूले हाई भनिरहेछ है यहाँ पुरै नाचिरहेछन् इन्जोय गरिरहेछन् हामी पनि इन्जोय गर्न आएको गोकर्णमा यति राम्रो शनिबार यहाँ खतरा भइरहेको छ बसेर हेर्ने है बसेर हेर्ने हो सबै ल यो राम्रो यहाँबाट यो पर पनि नाचिरहेको कति राम्रो देखिरहेको यता ठाउँ नाचतिर अब हामी चाहिँ तल गोकर्णबाट चाहिँ आएर मासतिर जान लाग्यो निकै ठाउँहरू राम्रो छ यहाँ मान्छेहरू पुरै रमाइलो गरिरहेछन् होइन यतिको रमाइलो हुँदो रहेछ भन्ने कुरा हामीलाई थाहा थिएन होइन यहाँ आइसकेको चाहिँ थाहा भयो हुँदैन नि त्यो जुम नभएर त तना छ त ल गाइजहरू अहिले हामी चाहिँ माथि गोकर्ण डाँडामा आइपुगेका छैनौँ बिचमा चाहिँ आइपुगेका छौँ यहाँको यतिको रमाइलो ठाउँहरू अहिले देखिरहेको छौँ हामीले होइन यतातिर यस्तो घरहरू छ जङ्गलहरू हेर कति राम्रो छन् पुरै सिँढीहरू चाहिँ दामी बनाएर चाहिँ दियोस् बाटो चाहिँ हो त यता घरहरू यस्तो दामी छ डिजाइन दामी बनाएको छ होइन ल दिदीहरू हाँसेर गइदिरहेर यस एकदम गलेको छ मलाई ए तपाईँ के किन्नु लानु बा आइसक्रिम म खाइदिनु भैयाजी तपाईँ यहाँ क्यामेरामा गइदिनुहुन्छ कति रुपियाँ लिनुहुन्छ यहाँ आइसक्रिमको 25 रुपियाँ भन्दै अब फेरि के भन्छ कतिमा बेच्ने कतिमा ल्याएको कति नाफा हुन्छ सबै सोध्नु तिनजना छ अनि तिनजना छौँ त्यहाँ तपाईँ एउटा मात्रै भर्नु भए यसलाई मैले सहयोग गरेँ क्या तिमी यहाँ बिचमा भएछ तलबाट आएको तलै खाएर आउँछ माथिबाट आएको माथि खाएर आउँछ तिमी यहाँ बिचमा बसेर चाहिँ आइसक्रिम भनेर त्यहाँ कन्सर्ट हुँदैछ ऊ नाचिरहेछ त्यहाँ गएर
बस्नु दिँदैन अरे ए बस्न नि अर्को गाडाहरू छ नि त त्यो प्रशासन भी बोल्छ प्रशासनको बस्ने प्रशासन पनि छ यो त गलाबाट बोल्दैन प्रशासन बेच्न दिँदैन प्रशासनलाई अर्को पुरानहरूले दिइरह होला अब अनि तिमी भर्खर नयाँ हल दिनु खोज्छ कस्तो छ टेस्ट एकदम मिठो हो र ल न छिटो गर न मलाई नि हतार भइसक्यो खानलाई आइसक्रिम ए रहा नहीं जाता तड़प ही ऐसी है ना चुइसक्यो भन पिसक्यो ल थ्याङ्क यू सो मच ल गाइजहरू हामी आइसक्रिम खाँदैछौँ दामी दामी तपाईँ पनि खाएको हेरौँ न यतादेखि यता हेर्नु नि यता हेर्नु न पुरै चिराएको छु पाउनु नि जसलाई वेट गर आइसक्रिम खाँदैछौँ हामी आउनु नि छिटो ल भैया अनि कति टाइम लागेर चेन्ज गर्न पनि यति मिठो हुँदो रहेछ अनि एउटा नोट दिएको यार दुईटा नोट दियो भने मलाई त हो र भने सयको देख्दाखेरि 1000 आइयो दुईटा आयो अनि म त हेरेको हेरे भइसक्यो यस्तो मिठो हुँदो रहेछ त हो आइसक्रिम अझै खानुपर्छ कि हो गुली यो भन्ने चाहिँ चुसौँ मन भिडियो चाहिँ यो गुम्बातिरको बनाउनुपर्छ भन्ने हो यता बनाउनु साथीहरूले आइसक्रिम खाइरहेको छ आइसक्रिम बल्ल खाइसक्यो यस्तो मिठो रहेछ कि चिसो भएर होइन के हो यार हिँड्नै गाह्रो भयो यार यति त बाँकी तपाईँ आफ्नो नि बनाउनु पऱ्यो नि त हो एक्लै पछाडि बिहा गरेर यसरी बनाउनु पऱ्यो नि त कस्तो देखिरहेको छ आज म शङ्कर शङ्कर यो माथि जान मिल्छ कि मिल्दैन मिल्दैन त्यहाँबाट छिरिरहेछ नि त ऊ त्यहाँबाट ऊ छिरिरहेछ त ए ऊ यहाँबाट मिल्दो रहेछ ल जाउँ न त यतैबाट एकछिन यहाँ जाउँ न छैन ऊ त्यहाँ हेर्नु न ए ऊ यहाँ गेट ताल चलाइसकेर चाहिँ यो भित्र छिराउँ भनेको अनि यो भित्र छिर्नु खोजेको त्यो बन्द गरेर चाहिँ अब हामीले छिर्नै पाएनौँ नि है तपाईँको कस्तो आउँछ म भिडियो बिल्कुल चाक पुच्छर मात्र छैन यत्रो ठुलो साँढे बाँदर रहेछ पुच्छरको मात्र एउटा कमी छ साथीमा के छ हौ सानो बाटो रहेछ त्यसलाई गाइड गरेर मान्छे चिप्लेर लड्यो भने त यहाँबाट हड्डी पनि भेटिँदैन साथीहरूले सिटी पुग्नै आउँदैन त के हो Oh my God! Wow! Yeah.
कस्तो देखिरहेको छ हामीलाई एकदम राम्रो निकाल्ने ए चार्ज कति छिटो सक्नु लागेको छ त लु बर्बादै भइगयो नि हौ यहाँ हामी माथि गोकर्णको टप डाँडामा आउँदाखेरि यस्तो दामी देखिँदो रहेछ फेरि फेरि घुमिरहेको छ त सो ब्युटिफुल ए फेरि भन्नु त एकदम तपाईँले खतरा भन्नु आएको थियो फेरि एकताल भन्नु त यस्तो दामी देखिँदो रहेछ यहाँ हो यो चाहिँ दामी आउँदो रहेछ कि यस्तो दामी देखिरहेको छ यहाँ कस्तो ब्याड लक परिएछ नि त आज यस्तो देखिरहेको छ ल लागौँ न त उ त्यो पर डाँडातिर त्यो पर डाँडातिर छ नि आज पल्ला तल्ला गोकर्णतिर आएको थियौँ यहाँ पनि घुमियो इन्जोय गरियो यहाँ ठाउँ यस्तै नै छ तपाईँहरू पनि घुम्न भन्न चाहन्छु यो नि कन्टेन्ट ल्याउनु ए हेलो एकचोटि त्यो त खै दामी तिमीले बजाएको पनि एकचोटि बाबु पुरै लजाइ ठिक हो नि बजाऊ भनेको त बजाउँदै भनेको के टिका कान्छ तिमीले आज जो मास लगाएर कुन देशको लागि अरे ल दामी देखिँदो रहेछ त यहाँबाट अनि उतालतिर जाउँ न उतालतिर यस्तो दामी देखिँदो रहेछ है यस्तो छिटो आयो नि तपाईँहरूको भर्खर लक परेको छ अनि यो डाँडामा घुम्न आउनु होला अनि डेटिङको लागि स्पेसल ठाउँ हो कि यो यसरी हेलो गाइजहरू के छ भनेर अन्त चाहिँ यो हेलो ल यताको यस्तै छ ठाउँहरू मौका मिले तपाईँहरू पनि गोकर्णेश्वर जङ्गलमा घुम्न आउनु होला एकदम वातावरण राम्रो छ यहाँको हावा पानी फेरि पनि तपाईँ पनि त्यसरी घुम्नु न यसरी म चाहिँ एक्लै घुम्नु तपाईँले जोडी मिलाइदिउँ त जोडी भए पो घुमाउनु सदाउनु यार I got broads in Atlanta. Just to lean the front. के हामी त अन्त लाग्ने हो ल यहाँको ठाउँ यस्तै हो अब हामी चाहिँ यहाँबाट निस्किन लाग्यो यस्तो छ ल अब हामी चाहिँ अब तलतिर जान लाग्यो यहाँ घुम्यौँ पनि एकदमै राम्रो पर्छ यहाँको ठाउँहरू मौका मिले तपाईँहरू पनि गोकर्णेश्वरमा घुम्न आउनु होला यो ठाउँमा यस्तै छ यहाँको ठाउँहरू घुम्नु तर हाम्रो मेरो पुरै इन्जोय गर्यो होइन मेरो पुरै इन्जोय गर्यो भोकले पुरै मर्न लागिसकेको छौँ सल्लाहको रुखहरू चाहिँ दामी आउँदो रहेछ जियोस् मैले यो जमाना मैले रोपेर राखेको थिएँ जमाना पनि तपाईँले रोपेर राख्नु भयो कति वर्ष चाहिँ हुनुभयो तपाईँ अहिले भन्नुहोस् आज जनता जान चाहन्छु नि तपाईँले ऋषि धमालाको प्रश्न चाहिँ तपाईँले सोध्नुपर्छ कि आइयो है
यहाँबाट त्यहाँ खोला निस्किने खोलाबाट त्यहाँ मन्चल निस्केर त्यहाँबाट उयो यो रोडमा निस्किने कि कहाँ निस्किने हामी यहाँबाट निस्केर जाने कि कहाँबाट निस्केर जाने यताबाट सिधै जाने नि हामी यहाँ कि बाटो थाहा नभए मान्छेहरू यार यो जमानादेखि हामी यहाँ ओइ 6 बजिसक्यो यता पनि घरहरू रहेछ त म त थाहा छैन नि थाहा छैन हो भन्ज्याङको मुनितिर अब त्यो जङ्गल झन् अझ खतरा छ या त्यो माथिको अँ त्यहाँ चाहिँ घुम्न जानु पर्ने तर हिँड्नुपर्छ त्यो माथितिर देखाउनु त्यो माथि जङ्गलमा चाहिँ घुम्न जानुपर्छ अर्को फ्राइडे ए फ्राइडे पो भनेको छु म त टक्क खाजा साजा पनि बोकेर लाने चिसो चिसो चटपटी टक्क बनाएर ठाउँ चाहिँ यो माथि छ यहाँ जङ्गलबाट माथि देखेको डाँडा एकदम रमाइलो छ तपाईँहरू पनि यसो घुम्न आउन सक्नुहुन्छ एक-एकवटा बियर पनि लिएर जाने चिलमा एकदम बियर चियर लगेर पार्टी साटी गर्ने बस्ने रमाइलो गर्ने साथीहरू नेक्स्ट स्याटरडे चाहिँ गर्नुपर्छ नेक्स्ट विक र साथीले फेरि अर्को भिडियो हाल्छ नेक्स्ट विक हेर्न नबिर्सिनु होला साथीको भिडियो एकदम रमाइलो आउँछ यहाँ तपाईँले नबनाएर म कटिगयो नि यस्तो दामी छ कि यहाँको ठाउँहरू होइन यहाँ बाइक पार्किङ यता छ अनि यता इन्जोय गर्ने ठाउँहरू छ यो डेटिङ प्लेस कहाँ बेजत यो त हो त यो बेजत होइन नि रियालिटी नै हो नि कपाल बस्ने ठाउँ यस्तो दामी माथिबाट याहू कराउनु न यार कहाँ मैले देखिनँ त अलि ठुलो छोरीले कराउनु हो यस्तो दामी देखिरहेको छ लु हेलो हेलो होला त नि त्यो त ल अहिले पछि उता गएर खाउँला नि वाउ यो त फेरि पार्टीको झन्डा सन्डा रहेछ त नि यहाँ त गर्दै यहाँ कराउँदै हिँड्नुपर्छ यहाँ यस ल यो तलतिर चिनाचिराहरू छ घुम्न जाउँ न मलाई सताउला काली मलाई बनाउला तिमी पिरतीको छाता ओढन के हो यार लग्जरी देखिरहेको छ त कार कहिले होला हो यस्तो जिन्दगी इलेक्ट्रिक भएर यो बदलिरहेछ यार कार यस्तो सपना पुरा नहोला जस्तो छ हाम्रो हजुर कसलाई ल यो गाडी कस्तो लाग्छ तपाईँलाई यसको मोडल स्कर्पियो यहाँ के हुँदैछ पार्टी हो कि के हो किरात ट्रस छ त नि आज साथीलाई त आज होइन नि होइन के हो के हो यो खास कुरै पनि सकेन त हो हामी पनि गएर एक खाल बताउनु पर्छ कि भोकले रहन्छ नि राति हुँदा भेट भयो त नि हामी त हौ ल गुड नाइट गुड नाइट पो भनेपछि त हौ ल गाइजहरू आज हामी चाहिँ अब गोकर्णेश्वर नगरपालिकामा पर्ने यो जङ्गलमा चाहिँ घुमिसक्यौँ अनि अब हामी चाहिँ रुमतिर जान लागेको आजको यात्रा हाम्रो समाप्त गरेको घोषणा गर्न चाहन्छु यो भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्न चाहन्छु।